पोखरी थियो अरे क्या। यो जुन अहिले म हिँड्दैछु नि यहाँ जुन यो एरिया छ यो चाहिँ पोखरी थियो अरे क्या पहिला ब्याटिङ गर्ने। अनि यहाँ यता परबाट चाहिँ बल गर्थ्यो क्या। यता पर छक्का चौका यता कटाउँथ्यो क्या। अन्त बल हरायो भने चाहिँ अब खोजाए यहाँ फेरि यहाँ ऐँसलु घारी भन्छ, यसलाई ऐँसलु घारी भन्छ। यो चाहिँ काँडा, मतलब यो काँडाको हो नि त। यो काँडामा चाहिँ एउटा एक प्रकारको फल हुन्छ। यो फल अब अहिले बर्खा लाग्दैछ यो बल हराउने अनि दिनभरि बल खोज्नुपर्ने क्या, त्यस्तो सिचुएसन थियो। उता हिँड्दा चाहिँ पाउँथेन। उहाँ पर बल जसले हिँडेको छ त्यो चाहिँ आउट थियो क्या। आउट हुन्थ्यो, यता चाहिँ खोज्नुपर्ने, जसले कटाउँछ उसले गएर खोज्नुपर्ने फेरि रुल। अब ब्याट्सम्यानले अब सर्ट पनि गर्नु नपाउने क्या, राम्रोसँगले स्ट्रेट चाहिँ गर्नु पाउने, सर्ट पनि गर्नु नपाउने। र यता हिँडेपछि ब्याट्सम्यान आफैले खोज्नुपर्ने। सिमार चिसो लाग्ने, ज्वरो सोरो आउने केही हुन्थेन क्या त्यति बेला। हुन्छ नि यहाँ चाहिँ आउनै पर्ने, खेल्नै पर्ने। यहाँ नआउँदा चाहिँ अब क्रिकेट नखेल्दा ला मैले आज क्रिकेट खेलिनँ जस्तो हुन्थ्यो क्या। र अहिले चाहिँ भएको छ बेलुकाको 5 बज्न लागेको छ र म चाहिँ इभिनिङ वकमा आज यो साइड आइदिएको नि त। कति दिन बादमा है, यो साइड चाहिँ म बताउँदिनँ तर आज चाहिँ आइदिएको। अन्त मलाई चाहिँ डक्टरले बिहान कम्तीको हाफ एन आवर अन्त इभिनिङ कम्तीको हाफ एन आवर हिँड्नु चाहिँ पर्छ भनेको छ कि। त्यसले गर्दा हाफ एन आवर त बेसी नै हिँड्दैछु बिहान बेलुका। सो अहिले चाहिँ म यो साइड आइदिएको र यो अगाडिको जुन दृश्य छ नि यो चाहिँ कहाँ हो भन्दाखेरि चाहिँ अब यो जङ्गल है। हुन त मैले पहिला पनि यहाँ थुप्रो भ्लग बनाइसकेको छु। र यो अगाडिको यो जुन धुप्पी घारी देख्नुहुँदैछ तपाईँले, र यो धुप्पी घारीको मुनि चाहिँ एउटा साइलेन्ट भ्याली भन्ने जग्गा छ। म चाहिँ यहाँदेखि सिधै पर देउराली भन्ने जग्गासम्म चाहिँ म जाने गर्थेँ। के गरौँ आज म तपाईँहरूलाई यो साइलेन्ट भ्यालीको अलिकति है दृश्य के कस्तो छ तपाईँहरूलाई देखाउँछु, अलिकति देखाइदिन्छु हिँड्दाखेरि है। र यो जग्गा चाहिँ यो साइलेन्ट भ्याली चाहिँ अहिले चाहिँ टुरिस्टको एकदमै अट्र्याक्सन हुन्छ नि, टुरिस्टहरूले एकदमै मन पराइरहेको। अब यो बाटो भएर चाहिँ सिल्लरी जान्छ नि त, यो अघिको रोड देखाएँ नि मैले, सिल्लरी अब एकदमै टुरिस्टहरूको मनपर्ने ठाउँ जग्गा। र यो साइलेन्ट भ्याली चाहिँ यहाँ बाटोमा पर्छ है। पहिला मैले यो जग्गाको भ्लग बनाएकै हो र धेरै दिन भएको थियो यो यहाँ नगएको पनि। र अलिकति के कस्तो छ तपाईँहरूलाई म देखाइदिन्छु है यहाँनिर। र यहाँ चाहिँ तपाईँहरूले ठुलो धुप्पीको रुख देख्न सक्नुहुन्छ। यो क्यामेराको लेन्समा पनि आउनु साह्रो पर्ने यो धुप्पीको रुख। र यो चाहिँ अहिले बेलुका छ र म चाहिँ यहाँ है जाँदैछु। र यहाँ म्युजिक भिडियोहरू थुप्रो यहाँ सुट भइसकेको छ। अन्त के भन्छ मुभीहरू पनि, बङ्गाली मुभीहरू पनि यहाँनिर थुप्रो सुट भइसकेको छ अरे होइन छ। पहिला हामीले न्युजहरूतिर हेरेको। र यहाँनिर चाहिँ मेन कुरा चाहिँ के छ भन्दाखेरि चाहिँ पिसफुल क्या। अब सुन्नु न कस्तो सानसुन छ क्या। त्यही कारण चाहिँ यो जग्गाको नाम चाहिँ साइलेन्ट भ्याली होइन। अन्त यो जग्गाको खासियत भनेको नै यही हो। यहाँ चाहिँ जति नै है प्रायः पिकनिकहरू यहाँ पर एउटा सानो ग्राउन्ड जस्तो छ, पिकनिकहरू पुरा खेल्छ मान्छेहरूले है। अन्त र पनि यो जग्गा चाहिँ एकदमै पिसफुल हो क्या, साइलेन्ट। अब के भन्नु, त्यो सानसुन हो। र यहाँ अगाडि हेर्नुहोस् न धुप्पीको रुख हेर्नु त कत्रो छ नि हौ, हेर्नु त क्या मजा देख्छ क्या। यहाँ सुटहरू गर्नु, भिडियो सुटहरू गर्नु चाहिँ कस्तो सही चाहिँ देख्छ होला। अब यहाँ हेर्नु न, म चाहिँ गएर चाहिँ यता पर देखाउनु पर्ने हो कि यहाँ अलिकति माथि आएर तपाईँहरूलाई देखाउँदैछु। यहाँ माथि चाहिँ रोड छ, यो रोड भएर चाहिँ सिल्लरी जान्छ होइन। यहाँ न धुप्पीको रुख लु यहाँ हेर्नु त यत्रो ठुलो छ क्या। यहाँ थुप्रोले यहाँ हुन्छ नि भिडियोहरू बङ्गाली मुभीहरूको केहरू बनाइसकेको छ यहाँ पहिलादेखि क्या। तपाईँले हेर्न सक्नुहुन्छ कत्रो ठुलो चाहिँ छ क्या यो। हेर्नु चराहरू कराएको सुन्छ है। अहिले अलिकति बेलुका भएको कारणले गर्दाखेरि कस्तो क्याप्चर गर्यो क्यामेराले त्यो चाहिँ मलाई थाहा भएन हो। तर राम्रो यहाँ एकदम दामी हुन्छ क्या अरू बेला चाहिँ। र साइलेन्ट भ्यालीको मेन है अब म तपाईँहरूलाई देखाउँदैछु कता पो हिँडेर आएकोले गर्दाखेरि ओभर थाकिने ल। यहाँदेखि तपाईँले हेर्न सक्नुहुन्छ पर एउटा ग्राउन्ड छ र यो
ग्राउन्डलाई चाहिँ भनिन्छ, यो मतलब एरियालाई नै साइलेन्ट भ्याली भनिन्छ होइन। अन्त यो ग्राउन्ड यहाँ चाहिँ आएर पिकनिकहरू खेल्ने क्या मजा छ हेर्नु न। हेर्दाखेरि केही छैन जस्तो देख्छ क्या, माथि रोडबाट, माथि रोड सिलगढी जाने रोडबाट केही छैन जस्तो देख्छ, तर यहाँ एकदम मजाको पिसफुल क्या, एकदमै दामी ग्राउन्ड छ यहाँ। यस्तो दामी छ क्या, वरिपरि धुप्पीको रुख, यता पनि धुप्पी यता पनि धुप्पीको रुख। र यहाँ अगाडि चाहिँ अब के भन्ने, यहाँ एउटा ग्राउन्ड छ, भन्दा पनि दुईवटा कुकुर चाहिँ रहेछ दुईवटा कुकुरहरू चाहिँ रहेछ। अनि अच्छा यस्तो दामी छ हेर्नु न, हेर्नु त यहाँनिर यहाँ चाहिँ पिकनिकहरू प्रायः पिकनिक खाने तपाईँहरूले आगोहरू फुकेको देख्न सक्नुहुन्छ। प्रायः यहाँनिर चाहिँ पिकनिक चाहिँ कहिले खाइरहेको मैले देख्छु भने, हामी त बाल्यकाल अब सानोदेखि अब यो जग्गा देखेको भएर होला, यहाँ चाहिँ 1 जनवरी हुन्छ नि, नयाँ सालको दिन। अनि प्रायः चाहिँ यहाँ चाहिँ 26 जनवरी क्या, 26 जनवरीको दिन चाहिँ यहाँनिर हेभी पिकनिकको यहाँ माहौल हुन्छ क्या। यहाँ हेर्नुहोस् अगाडि यस्तो छ। अन्त यो जग्गाको इतिहास, मैले इतिहास भन्नुपर्दा पहिला चाहिँ यहाँनिर हाम्रो बाजे है, अहिले उहाँ त बितेर जानुभयो, हाम्रो बाजेले चाहिँ भन्नुहुन्थ्यो, स्वर्गीय जेम्स रेन्जर है, हाम्रो बाजेले चाहिँ भन्नुहुन्थ्यो यहाँ चाहिँ पोखरी थियो अरे क्या। यो जुन अहिले म हिँड्दैछु नि, यहाँ जुन यो एरिया चाहिँ, यो चाहिँ पोखरी थियो अरे क्या पहिला। अन्त यो जग्गाको नाम चाहिँ पोखरी हो, खास नाम चाहिँ, यो जग्गाको खास नाम चाहिँ पोखरी हो। तर अहिले चाहिँ साइलेन्ट भ्याली भएको छ, किनभने यहाँ पानीहरू सबै सुक्यो नि त होइन, पानीहरू सबै सुक्यो, र त्यसले गर्दाखेरि चाहिँ यो जग्गाको नाम चाहिँ अहिले साइलेन्ट भ्याली भएको छ। र पहिला चाहिँ पोखरी भनेर बाजेले, पोखरी है यो जग्गाको नाम चाहिँ भनेर भन्नुहुन्थ्यो। र यो जग्गाको मलाई है एउटा बाल्यकाल हुन्छ नि, अब हुन्छ नि हाम्रो सानो बाल्यकालको दिनहरूको चाहिँ के याद आउँछ मलाई चाहिँ भने चाहिँ, यहाँनिर चाहिँ हामी क्रिकेट खेल्थ्यौँ, क्रिकेट खेलेरै हुर्केको हामी। म थुप्रो केटाहरू छ हाम्रो 21 माइलको माथि, थुप्रो केटाहरू छ है, हाम्रो मणिराजहरू भयो, थुप्रो छ, सुद्धुहरू है, हाम्रो पहिला सचिनहरू साथीहरू परको है, थुप्रो केटाहरू हामी यहाँ 20-21देखि लिएर 22-23 जना हुन्थ्यो क्या। जब हामी बाल्यकाल पनि होइन हौ, 9, 10, 11, 12 कलेज पढ्नेसम्म हामी यहाँ हुन्थ्यो क्या। यति बेसी चाहिँ क्रिकेट खेल्थ्यो क्या। अहिले अब जुन क्रिकेटमा रुचि भएको सायद त्यो सानैदेखि क्रिकेटमा रुचि भएर होला क्या। यहाँ चाहिँ हामी यता यो साइडमा चाहिँ, यहाँ चाहिँ ब्याटिङ गर्थ्यो, यो साइडबाट चाहिँ ब्याटिङ गर्थ्यो, यहाँबाट चाहिँ ब्याटिङ गर्थ्यो होइन, यहाँबाट चाहिँ ब्याटिङ गर्ने, अनि यहाँ यता परबाट चाहिँ बल गर्थ्यो क्या, परबाट बल गर्थ्यो। अनि हामी छक्काहरू चाहिँ यता पर छक्का चौका यता कटाउँथ्यो क्या। अन्त बल हरायो भने चाहिँ अब खोजाए यहाँ फेरि यहाँ ऐसलु घारी भन्छ, यसलाई ऐसलु घारी भन्छ। यो चाहिँ काँडा, मतलब यो काँडाको हो नि त, यो काँडामा चाहिँ एउटा एक प्रकारको फल हुन्छ। यो फल अब अहिले बर्खा लाग्दैछ, यो आउँदै रहेछ, फुल फुल्दैछ है, यो ऐसलु। यो चाहिँ एकदमै येल्लो क्या हुन्छ नि, डल्लै अब अहिले पनि त्यस्तै हुन्छ बर्खाको टाइममा। यहाँ ड्याममा अब अहिले हेर्नु नि, यहाँ ऐसलु हेर्नु त, हेर्नु नि यहाँ ऐसलु, यो जुन अहिले छ नि, यो हुँदैछ नि यो फल, यो चाहिँ अब डल्लै पहेँलो हुन्छ क्या, ड्याममा यहाँ ऐसलु घारी भन्थ्यो। अन्त यहाँबाट चाहिँ जब ब्याटले छक्का चौका हिर्काउँथ्यो नि हामीले क्या, 6-4 यता चाहिँ हामीले हिर्काउँदाखेरि चाहिँ बल हराउने, अनि दिनभरि बल खोज्नु पर्ने क्या, त्यस्तो सिचुएसन थियो। उता हिर्काउँदा चाहिँ पाउँथेन, उहाँ पर बल जसले हिर्काउँछ त्यो चाहिँ आउट थियो क्या, पहिला आउट थियो, यहाँ चाहिँ आउट हुन्थ्यो। यता चाहिँ खोज्नु पर्ने, जसले कटाउँछ उसले गएर खोज्नु पर्ने फेरि रुल। अब ब्याट्सम्यानले अब सर्ट पनि गर्नु नपाउने क्या, राम्रोसँगले स्ट्रेट चाहिँ गर्नु पाउने, सर्ट पनि गर्नु नपाउने। र यता हिर्काएपछि ब्याट्सम्यान आफैले खोज्नु पर्ने, ब्याट्सम्यानले छक्का हिर्काएर त्यो बल गएर पर हुन्छ नि ऐसलु घारीमा पसेपछि चाहिँ बलरहरू चाहिँ मजाले पानी सानी खाँदै मजाले यहाँ ग्राउन्डभरि बस्दिने क्या। त्यो ब्याट्सम्यान जानुपर्ने, दुईजना जो क्रिजमा दुईजना ब्याट्सम्यान हुन्छ उनीहरू जानुपर्ने क्या। अन्त मैले पनि कतिपल्ट यता हिर्काउँदाखेरि चाहिँ त्यो जो मसँगको पार्टनर ब्याट्सम्यान थियो ऊ पुरा रिसाउँथ्यो, उसले हिर्काउँदा म पनि रिसाउँथेँ, त्यस्तो हुन्थ्यो क्या। अन्त स्ट्रेट चाहिँ हिर्काउनु पाउने, यता थियो स्ट्रेट चाहिँ। सो यहाँ चाहिँ एकदमै सानोमा हामीले अब यो जग्गामा हामीले क्रिकेट खेलेर बितायौँ
र अहिले पनि यो जग्गा अहिले चाहिँ यो जग्गालाई साइलेन्ट भ्याली भनिन्छ है। त्यति बेला चाहिँ पोखरी भन्थ्यो। स्कुल छुट्टी हुनै नहुने 12 बजी स्कुल छुट्टी हुने 1 बजी यहाँ आइहाल्ने हामी। अनि स्याटरडे चाहिँ हुन्थ्यो सन्डे चाहिँ आफ्टरनुन हुन्थ्यो क्या हामी। अन्त बिमार सिमार चिसो लाग्ने ज्वरो सोरो आउने केही हुन्थेन क्या त्यति बेला। हुन्छ नि हामी यहाँ चाहिँ आउनै पर्ने खेल्नै पर्ने। यहाँ नआउँदा चाहिँ अब क्रिकेट नखेल्दा ला मैले आज क्रिकेट खेलिनँ जस्तो हुन्थ्यो क्या। र त्यो अलिकति तपाईँहरूलाई मैले मेमोरिज बताइदिएको। अब यो जग्गामा अहिले त हुँदैन। आज म कति दिन बादमा आएको 6 महिना 1 वर्ष त भएको छैन होला, झन्डै 6 महिना फेरि भोलिदेखि हुँदैन यो जग्गा हो। तर हुन्छ नि यो जग्गाको चाहिँ यति याद चाहिँ हाम्रो बाल्यकालको चाहिँ छ है त। यस्तो छ है त यो साइलेन्ट भ्याली चाहिँ। ल साथी म निक्लेँ है त्यहाँबाट, अलिक परसम्म गएँ, त्यहाँदेखि चाहिँ अब फर्केको होइन। र आज साइलेन्ट भ्याली तपाईँहरूलाई देखाएँ। तर त्यो देखाउँदै म पनि एकछिन भए पनि त्यो बाल्यकालमा गएर जिएँ क्या। एकछिन भए पनि मेरो पहिलाको बाल्यकालमा पुगेँ क्या म। हुन्छ नि एकछिन भए पनि तपाईँहरूलाई त्यो बताउँदै किनभने बहुत त्यस्तो यादहरू हुन्छ क्या। हामीले सानो बितेका दिनहरूमा है, स्कुल पढ्दाखेरिको यादहरू हामीलाई याद हुन्छ। र आज अब यो साइलेन्ट भ्यालीमा म अब कति दिन बाद आएको, फेरि अब हुँदैन। तर म पछि कुनै दिन हुन्छ नि बर्खामा, मध्य बर्खामा क्या त्यो जुगा लाग्ने, पुरा त्यो हरियो परियो है, हावा चलिरहेको पानी परिरहेको हुन्छ नि, त्यस्तो दिनमा आएर बनाउँछु ल एक दिन ब्लग। यही जग्गा मलाई बनाउनु मन लाग्यो। पुरा धुम्म क्या, केही नदेख्ने धुम्म हो, जुगा लाग्ने त्यो पुरा हो। त्यस्तो भइरहेको दिन चाहिँ म एक दिन बर्खा लागेपछि आएर यहाँनिर फेरि एकपल्ट बनाउने छु। त्यो हरियो भएको बेलामा कस्तो देख्दो रहेछ क्या। ल साथीहरू आजलाई राखेँ है ब्लग। अब यति नै, म घर जाँदै गरेको र त्यो आजको ब्लग यति नै, साइलेन्ट भ्याली स्पेसल भयो है। ल हेर्दै हुनुहोस्, अर्को ब्लगमा चाँडै भेट्ने बाचा भयो। ल आजलाई राखेँ है त।